सो हेलो गाइस, हामी चाहिँ हैन हाम्रो चाहिँ यहाँ आलु चाहिँ नि के भन्छ गोरुले जोतेर निकालेकै साथीहरु। किन भन्दा चाहिँ यत्रो बेसी भएर चाहिँ नि कहिले खनि सक्नु भनेर हैन। आलुको चाहिँ बोट पनि छैन, ड्याममै यस आलु शीत लागेर खाएर शीतले आलु चाहिँ गोरुले खनेको। आलु कतिको फलेछ पनि यहाँ गोरु जोत्दैछ हो, दाजु आमा अनि उयो भाइ टिप्ने चाहिँ फलेको रहेछ आलु। हाँ ए फेरि बाँझो मार्दा फेरि निस्किहाल्छ नि। हाँ ए आलु फलेको अरे। यो आलु त अन्त त्यो कहाँ सक्छ अन्त खन्दा पनि त फेरि जोत्यो भने फेरि उयो नै गर्छ। खोइ जो छु बल्टीमा आलु फलेको कमिला लाग्यो। यो खायो भए पनि दाग हुँदैन रहेछ, उयो पलाइहालेको हुँदो रहेछ। यस्तो त नटिप्नु नि छे कुहिएको। म चाहिँ गाइस हैन टमाटरमा पानी लगाउँछु। यो चाहिँ यो के भन्छ खाने ल्याएर फ्याँकेको दानाको चाहिँ कि आफै पलाएर हैन। अस्ति त एउटा दुईटा चाहिँ पलाएको थियो, फलेको थियो। अहिले त यति बिघ्न फलेको छ भन्नु नि। कति चाहिँ होला यहाँनिरै झुप्पा छ हैन। अनि यो मुनि पनि यत्रो झुप्पा छ हो। त्यसपछि यता पनि फ्याँकेको रमभेडाको दाना उम्रेको पनि यतिको फाइदा चाहिँ भयो। रमभेडाले चाहिँ यतिको चाहिँ गर्दो रहेछ है साथीहरु हो। यहाँ पनि फल्दैछ, दाना लाग्दैछ, फुल पनि खेल्दैछ। अब यसलाई थाङ्रा लाउनु पनि चाहिँ मरिसकेको थियो हैन। अनि यो फेरि यसलाई पानीहरू लगाएर त्यति गएर यो चाहिँ घुर्यानमा है केरा गाडीमा हो। अब केरा पनि पसाउनु आँटेको रहेछ। यो चिनचम्पा केरा हैन, यो पोरै भनौँ न। अब पोर रोपेको 1 वर्ष हुन आँट्यो अनि पसाउनु लगाएको छ। अब म चाहिँ टमाटरमा पानी लगाउँछु, पानी जोड्न आएको साथीहरु हो। अनि मुढा बुन्ने काम पनि छ। मुढा बुन्ने चाहिँ अहिले भरे नै बुन्छु। अनि आलु पनि तल आलु पनि जोत्दैछ नि त, जोतेर खन्दैछ। अनि म चाहिँ लुगा धोएर नुहाइधुवाइ गरेर लुगासुगा धोइसकेर नुहाइधुवाइ गरेर चाहिँ अब यो पानी चाहिँ पाइप कहाँ अड्केछ फेरि हो। अनि यो पाइप अड्केर चाहिँ खत्तम गरिदियो मेरो भाँडाको हैन। अनि चाहिँ अब यसलाई चाहिँ पानी जोडेर तल टमाटरमा पानी लाउँछु। अनि साथीहरु यो चाहिँ मेरो गुन्द्रुक लगाएको हो। यहाँ एक बट्टा अलिअलि नभरी छ, गुन्द्रुक लगाएर राखेको हो। अनि अस्ति लगाएको चाहिँ सानो बोराको 1 बोरा जस्तो छ। यो बोरामा 1 बोरा गुन्द्रुक छ हो। अनि त्यसपछि यहाँ पनि छ, अमिलो छ, अमिलो अम्बो। यो गुन्द्रुक चाहिँ आलु टिप्ने हेरेर जोत्ने हो। छेउै पछि आलु टिप्दै हिँड्नुपर्छ नि त। यसरी जोत्दै हैन आलु टिप्ने चाहिँ पछि हो। म चाहिँ यहाँ पानी लाउँदै सकिन आँट्यो हो। आलु टिप्ने खेतलाहरू कम्ती भएन, बुढा बुढीदेखि लिएर गएको सब